हेलो लासो नमस्ते यहाँहरु सम्पूर्णलाई मेरो ब्लगमा स्वागत छ। म चाहिँ एकदम ठीक छु, तपाईहरुलाई पनि सन्चै हुनुहुन्छ होला भन्ने चाहिँ आशा राखेकी छु है। त्यसैगरी आज म मेरो छुट्टीको दिन फेरि आज पनि मैले ब्लग गर्न चाहिँ स्टार्ट गरेको छु है। सर्वप्रथम त यहाँहरु सम्पूर्णलाई बुद्ध जयन्तीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु। हैप्पी बुद्ध जयन्ती। आज चाहिँ नेपाल तामाङ समाज जापान क्षेत्रीय तोहो कुसेन्दाईबाट आयोजना हुन गइरहेको यो छोटो भेटघाट मोलाम कार्यक्रम हुन गइरहेको छ। आजको हाम्रो भिडियो चाहिँ कस्तो हुनेछ भन्ने चाहिँ तपाईले फुल ब्लग हेर्नु भयो भने चाहिँ थाहा पाउनु हुनेछ। त्यही भएर फुल भिडियो चाहिँ हेर्न नभुल्नु होला है त। सुरु गरे नि त अघि सुरु त गर्न त गरेको थियो। प्रोग्राममा आज चाहिँ नेपाल तामाङ समाज क्षेत्रीय कुसेन्दाईद्वारा चाहिँ आयोजित प्रोग्राममा चाहिँ हामी जाँदैछौँ है। हामी त्यहाँ गएर खास गरी गर्नुपर्ने सामान्य नेपाल हामी नेपाली जहाँ गए पनि आफ्नो धर्म संस्कार परम्परालाई कहिले पनि छोड्न सक्दैनौँ, जगाना गर्नुपर्छ भन्ने मान्यता। त्यो सँगसँगै फेरि बुद्ध जयन्ती चाहिँ यो अहिले 2859औं बुद्ध जयन्ती पनि भएको अवसरमा सेन्दाईमा चाहिँ फेरि यो लगभग 100 वर्षभन्दा अगाडि नै भगवान गौतम बुद्धको अवशेष खरानीको अवशेष हालेर बनाएको स्तूपा, जहाँ चाहिँ भारतका नेहरालाल जेलमा प्रधानमन्त्री नामै आएन, नेहरालाल के भन्छ होइन, उहाँको आतिथ्यमा बनाएको स्तूपा छ। हामी चाहिँ त्यहाँ जाँदैछु। अब एसियाकै तारा भनेर भगवान गौतम बुद्धले चिनिन्छ क्यारे, जसमा पनि हामी जन्मदेखि नै हामी बुद्धिस्ट भएर जन्मिन्छौँ, जसले गर्दा पनि अलिकति मनमा धेरै आस्था हुन्छ। हामी हरेक कार्यक्रममा त हामी सरिक हुन्छौँ भने हामी बुद्ध जयन्तीकै बेलामा हामी किन पछि पर्ने भन्ने हिसाबले आज चाहिँ भेटघाटसँगै स्तूपाको परिक्रमा गर्दै बुद्ध जयन्तीलाई यसो सम्मान के भन्ने कार्यक्रम सम्पन्न गरौँ भन्ने हिसाबले लागिरहेको छौँ। धन्यवाद। अनि हाम्रो पछाडितिर चाहिँ बहिनीहरूलाई यता हेरिदिनु होला। पुरै काभ्रेली है फेरि पछाडि हाम्रो दाइ चाहिँ रामेछाप, तर उहाँ पनि काभ्रेली नै हुनुभएको छ अहिले चाहिँ, होइन दाइ? खै काभ्रेली भएको छ क्यारे, बनेपा भयो काभ्रे होइन, बनेपा सागासम्म त काभ्रे। स्तूपा चाहिँ यस्तो छ। यहाँ अगाडि चाहिँ बहिनीहरू युट्युब स्वाद हो ना त्यही त युट्युब स्वाद हो बोले sakura chan kachimi sakura mitere kachimi hi hello
सबैले सकेपछि एकैचोटि सबैले गरे हो त्यही भनेको
चाहिँ रुम आइपुगिसकेँ। मेरो हालत त्यस्तो भइसकेको छ है, बिहान चिटिक्क परेर गएको, अहिले थाकेर चाहिँ अलि यस्तो भएको छु। अनि नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब पनि गरिदिनु